Hello friends. Today I am going to do a continuous beam numerical है यो continuous beam numerical हो तर अलिकति फरक पनि छ किनभने यसमा चाहिँ अब है अब फरक उ पनि दिएको छ के रे लंगिट्युडनल र रेइन्फोर्समेन्ट लागि र शियर रेइन्फोर्समेन्ट लागि फरक हाम्रो के रे स्टिलको ग्रेडहरु दिएको छ है रेइन्फोर्समेन्टको ग्रेड दिएको छ लंगिट्युडनलमा जस्तै क्वेशनमा चाहिँ डिजाइन अ कन्टिन्युअस बीम अफ इंटर स्पान हैविंग क्लियर स्पान 3.5 मिटर क्लियर स्पान दियो वाइड अफ बेरिङ दियो बेरिङको वाइड 3 mm लाइभ लोड दियो डेड लोड दियो एन्ड द साइज अफ बीम दियो है अल्सो डिजाइन द शियर इन्फोर्समेन्ट एन्ड स्केच अल्सो डिजाइन द शियर इन्फोर्समेन्ट गर्यो है शियर इन्फोर्समेन्ट एन्ड स्केच द क्लियर रिइन्फोर्समेन्ट डिटेल हैन use the M20 concrete and TMT steel for longitudinal reinforcement and TUR steel for shear reinforcement भन्यो है फिगर त बनाएको छैन तपाईहरुले म सरले गराएकै देखाउँछु जस्तै हाम्रो गिभनहरु भो क्लियर स्पान भो अग्रम बगरम यो भो है लंगिट्युडनल रिइन्फोर्समेन्ट लागि के M20 एन्ड TMT स्टिल भो TMT भनेको के 500 ग्रेडको स्टिल भन्न खोजेको है अनि ट्रान्सभर्स भनेको अथवा शियर रिइन्फोर्समेन्ट भन्यो शियर रिइन्फोर्समेन्ट गरा भनेको म ट्रान्सभर्स शियर रिइन्फोर्समेन्ट भनेको के हो हाम्रो अनि 415 भो M20 र M20 भइहाल्यो अब हामीसँग इफेक्टिभ लेन्थ निकाल्नु पर्यो इफेक्टिभ लेन्थ भनेको तपाईलाई थाहा छ क्लियर स्पान प्लस के हो हाम्रो बेरिङ बाइ 2 हुन्छ बेरिङ बाइ 2 एउटा क्लियर स्पान जुन सानो छ त्यो लाग्नु पर्छ अनि हाम्रो अर्को छ क्लियर स्पान प्लस डी यो दुईटामा सानो कुन छ यो बेरिङबाट आएको चाहिँ सानो छ तेरो हाम्रो चाहिँ बेरिङबाट आएको इफेक्टिभ लेन्थ हो अनि अब हाम्रो ओभरअल डेप्थ भनेको अब इफेक्टिभ कभर 50 mm मानिमा हैन जनरली नै 50 mm नै मान्छौं इफेक्टिभ ओभरअल डेप्थ डी आयो हाम्रो लोड क्याल्कुलेसन सेल्फ वेट हाम्रो के सेल्फ वेट गामा बी पर मिटरमा छ पर लेन्थ भावनाले त गामा बी भनेको एरिया जस्तो हुन्छ हैन एरिया जस्तो हुन्छ एरिया हुन्छ हैन ब्रेथ इन्टु ओभरअल डेप्थ है यो गर्दा हामी यो अनि फ्याक्टर यो किन हामीले यो फ्याक्टर लाइभ लोड र फ्याक्टर डेड लोड छुट्टा निकाल्यौं भनेपछि हामीलाई चाहिँ अब उ हुन्छ नि त के रे अब यो कन्टिन्युअस बीम हो नि त कन्टिन्युअस बीममा चाहिँ हामीले फरक निकाल्नु पर्छ किनभने त्यसको चाहिँ फ्याक्टर त्यो कोएफिसिएन्ट फ्याक्टर कोएफिसिएन्ट चाहिँ फरक हुन्छ के है त्यही कारणले गर्दा फ्याक्टर लाइभ लोड निकाल्यौं फ्याक्टर डेड लोड भनेको यसको सेल्फ वेट प्लस डेड लोड गिवन दिएकै छ 15 दिएकै छ 26.72 किलोमिटर मिटर आयो है अब हामीले मोमेन्ट क्याल्कुलेसन गर्नु पर्यो 1 सेकेन्ड मोमेन्ट क्याल्कुलेसन गर्दाखेरि हाम्रो दुईटा मोमेन्ट निकाल्नु पर्यो है एउटा के हुन्छ म्याक्सिमम नेगेटिभ बेन्डिङ मोमेन्ट अकर्स एट सपोर्ट नेक्स्ट टु द एन्ड सपोर्ट हुन्छ र अर्को हुन्छ म्याक्सिमम पोजिटिभ बेन्डिङ मोमेन्ट्स अकर एट द सपोर्ट हैन एट नियर मिडल अफ इन्ड सपोर्ट हैन अब यो भनेपछि अब तपाईले यस्तो हेर्ने अब तपाईले आफै पनि थाहा पाउनु पर्छ है यो नर्मल कुरा हो यो त जस्तै अब नेगेटिभ भन्नेबित्तिकै अब यो पनि नेगेटिभ छ है अनि यो दुई पनि नेगेटिभ छ सपोर्ट तर हाम्रो के छ एट सपोर्ट नेक्स्ट टु द एन्ड सपोर्ट हो कि नै अनि हाम्रो धेरै यो राख्यो डेड लोडको लागि यो लाइभ लोडको लागि यो WL²/8 जस्तै हो यो हैन जस्तै यहाँनेर नेगेटिभ W * L² जस्तै हो जस्तै 8 त त्यो भनेको सिम्पली सपोर्टेडमा हो जस्तै यसको 8 को सँग के हुन्छ 10 छ कि नै यहाँ 10 अर्कोको लागि 9 यो लाइभ लोडको लागि इम्पोज लोड भनेको लाइभ लोड हो त्यस्तै निकाल्यौं नेगेटिभ बेन्डिङ मोमेन्ट आयो 67 किलोमिटर मिटर जस्तै पोजिटिभ बेन्डिङ मोमेन्ट अकर्स एट द मिडल अफ द इन्ड सपोर्ट जस्तै पोजिटिभ बेन्डिङ मोमेन्ट अकर एट द मिडल अफ द इन्ड सपोर्ट यहाँनिर छ हैन भनेपछि 10 र 12 र 10 डेड लोडको लागि 12 लाइभ लोडको लागि 10 गरेर हाम्रो पोजिटिभ बेन्डिङ मोमेन्ट आयो अब हामीले यति कुरा थाहा हुनुपर्छ जस्तै अब हामी चेक फर सिंगली र डबल रिइन्फोर्स त्यो कस्तो बिम होला सिंगली रिइन्फोर्स हो कि डबल रिइन्फोर्स चेक गर्नु पर्यो त्यसलाई चाहिँ अब हामीले के छ डु चेक फर म्याक्सिमम मोमेन्ट है के त म्याक्सिममको लागि चेक गर्ने तर म्याक्सिममको लागि पनि चेक गर्ने तर हामीले अब यसमा क्वेशनले के भनेको छ भनेपछि अब हाम्रो जो के रे उ हो नि त के रे अब हाम्रो त अब दुईटा ग्रेडको छ स्टिलको पनि अब 415 र 500 दिएको छ 500 भनेको अब के लंगिट्युडनललाई 500 र शियरमा चाहिँ 450 दिएको छ हामीले चाहिँ लंगिट्युडनलमै चेक गर्नुपर्छ है किनभने अब लंगिट्युडनमा चेक गर्दाखेरि अब यहाँ 415 मा चेक गरी एन्सर त के फरक पर्दैन अर्कोबाट गर्दाखेरि 312 आउँछ उबाट चेक गर्दाखेरि तर हामी लंगिट्युडनमै चेक गरे लंगिट्युडनमा कुन छ 500 ग्रेडको छ भनेको छ
500 ग्रेड भनेको मोमेन्टको फर्मुला के हो 1.33 एफसीके बीटी स्क्वायर हो अलि क्लियर है। यो गर्दाखेरि हाम्रो के आयो डी आयो। डी चाहिँ हाम्रो गिभन डी भन्दा सानो छ त्यही के भयो सिंगली रिइन्फोर्स सेक्सन भयो है। अब हामीले 10 फोर रिइन्फोर्समेन्ट क्यालकुलेट गर्छौँ यो त नर्मल भइहाल्यो मोमेन्ट इक्वल टु फर्मुला यो लगाउनुस् हैन। यहाँदेखि आउने भनेको एएसटी रिक्वायर्ड हो 16 mm 16 भन्दा कम नराख्नु होला है। अब 16 mm को बार राख्यौँ 16 mm मा एउटा बारको एरिया यति हो। अब नम्बर गिभन यो एरिया रिक्वायर्डलाई यसले गर्दाखेरि 2.9 चाहिँ लगभग 3 राख्नु पर्यो हैन। योभन्दा बढी राख्नु पर्यो। एएसटी प्रोभाइडेड 603 आयो। अब एएसटी मिनिमम चेक गर्ने यो त नर्मल हो। मिनिममको लागि चेक गर्ने म्याक्सिममको लागि चेक गर्ने है। अब सेयर इन्फोर्समेन्ट हामीले सेयरको लागि चेक गर भनेको छ क्वेसनले नै भनेको छ नभने पनि सेयरको लागि चेक गर्नुपर्छ है। अनि 15 मार्क्सको छ भने त अझ डिफ्लेक्सन सिफ्लेक्सनको यो पनि लागि पनि चेक गर्नुपर्छ। डिफ्लेक्सनको लागि पनि चेक गरेर देखाइदिनुपर्छ। 12 मार्क्स छ यसमा ठिकै नदेखाए पनि फरक पर्दैन टाइम अनुसार गर्ने। जस्तै म्याक्सिमम सेयर फोर्स यसमा पनि दुईटा हुन्छ किनभने अब हाम्रो किनभने कन्टिन्युअस हो नि त कन्टिन्युअस कारण दुईटा हुन्छ। म्याक्सिमम सेयर फोर्स आउटर साइड हो। अब एउटा आउटर म्याक्सिमम आउटर साइडमा एउटा मात्रै गरेको छु मैले त किन एउटा मात्रै गरेँ भने म देखाउँछु। जस्तै अब हाम्रो सेयर फोर्स आयो। अब सेयर फोर्स हाम्रो म्याक्सिमम अब जस्तै हेर्नुहोस् है। अब म्याक्सिमम यो अब हेर्नु म्याक्सिमम के भन्छ म्याक्सिमम अकर साइड आउटर साइड अफ द सपोर्ट हैन। मिडलमा पनि निकाल्ने भन्छ मिडलमा पनि एट द इन सपोर्टमा पनि निकाल्ने हुन्छ 0.4 र 0.45 हो। तर हाम्रो जहिले म्याक्सिममको लागि मात्रै चेक गरिहाल्छौँ किनभने जस्तै म्याक्सिममबाट चेक गरेपछि त हाम्रो के अरे मिनिमममा त त्यसै पनि त्यो जस्तै भइहाल्छ। 16 mm को डायाले भइरहेछ भनेपछि जस्तै 2000 को छ र 16 mm को डाया राखेछौँ भनेपछि त थोरै एरिया छ भने त 2000 को 16 mm को डाया त त्यसै पनि मेन्टेन गरिहाल्छ नि त त्यस्तै कुरा है। त्यो मेन्टेन गरे तेरो मिनिममको यो सेयर फोर्स नराखे पनि हो नराखे पनि केही हुँदैन। जस्तै हामीले यहाँनिर मोमेन्टको लागि पनि म्याक्सिममकै लागि चेक गरेर म्याक्सिममकै लागि निकाल्छौँ नि त्यही हो यो। किनभने म्याक्सिममले राखेपछि त मिनिममको लागि त स्वयं नै त्यो मेन्टेन गरिहाल्छ ब्यालेन्स गरिहाल्छ। त्यही हामीले म्याक्सिममको लागि चेक गर्ने आउटर साइडमा 0.6 छ। अब सेयर फोर्स भनेको त थाहा छ अब W/L है। अब 0.6 को फ्याक्टर भयो गर्दा हाम्रो सेयर फोर्स आयो। अब त नर्मल भयो सेयर स्ट्रेस निकाल्यौँ हैन। अब पर्सेन्टेज टेन्साइल इन्फोर्समेन्ट निकाल्नु पर्यो यो निकाल्यौँ। यो निकालेपछि M20 अब 20 हाम्रो M20 बाट टेबल 90 बाट हाम्रो 0.73 आयो। अब यसमा चाहिँ अब टाउ भी भन्दा टाउ सी बढी छ मतलब कङ्क्रिटले जति लग्न सक्छ केही पर्सेन्ट लग्न सक्छ तर सबै लग्न सक्दो रहन्छ भनेपछि हामीलाई एडिसनल सेयर इन्फोर्समेन्ट निकाल्नु पर्यो। टाउ सी बढी भएको भए त मिनिमम सेयर इन्फोर्स राख्दिउँ है फेरि अनि त्यसैगरी चाहिँ अब अलि टाउ यास निकाल्नु पर्थ्यो। टाउ यास हुनै हुन्थेन किन टाउ सीले मेन्टेन गरिहाल्थ्यो। अब टाउ युएस निकाल्नु पर्यो त्यो एडिसनल सेयर स्ट्रेस निकाल्यौँ। यहाँनिर छुट्याएर चाहिँ मैले तल गरेको छु यो पछि चाहिँ यो हो यहाँनिर। त्यसपछि एडिसनल सेयर फोर्स निकाल्नु पर्यो टाउ युएस इन्टु बिडी गरेर हामी एडिसनल सेयर फोर्स निकाल्यौँ। अब प्रोभाइडिङ 2 लेग दुईटा 2 लेग अब 8 mm डायाको भर्टिकल 8 mm डाया छुट्याएर चाहिँ है 8 mm डाया भर्टिकल स्ट्रेस राखेर राख्यौँ। त्यसको एरिया डाइरेक्ट कति हुन्छ 100.5 यो सम्झि याद भइहाल्छ हैन त लेख्नु पर्न। स्पेसिङ निकाल्नु पर्यो 0.87 एफ एएसबी डी पनि भ्युएस है भ्युएस यहाँ छ। यहाँदेखि अब हामीले स्पेसिङ निकाल्यौँ। अब मिनिमम स्पेसिङ चेक गर्नु पर्यो। मिनिमम 0.7/d यो भन्दा 505 आछ यहाँबाट त यो बढिया यो भएन मिलेन 300 भन्दा नि यो कममा मिलेन। त्यही मिनिमम त 300 हुनै पर्यो 300 भन्दा बढी हुनु भएन है। कम आएको भए त ठिकै हुन्छ। जस्तै यहाँनिर 200 भएको भए हाम्रो एसबी 200 हुन्थ्यो तर यो 300 भन्दा बढी हुन्छ त्यही मिनिमम 300 राख्यौँ। अब फिगर सिकर हुन्छ फिगर बनाइहालिन्छ।